नमस्ते। यति बेला चाहिँ म इलामको माङसिबुङ गाउँपालिका वडा नम्बर 1 मा रहेको गजुरमुखी स्थित देउमाई खोलाको पुलमाथि रहेको छु। यति बेला म इलाम जाँदैछु। भर्खरै मात्रै असोज महिनामा गएको एउटा भीषण बाढी पहिरोले थुप्रै क्षति पुर्याएको थियो र इलामको थुप्रै ठाउँमा क्षति पुर्याएको मध्ये यो एरिया पनि एउटा क्षतिग्रस्त एरिया हो। आज म तपाईँहरूलाई इलामको विभिन्न ठाउँहरू म दिनभरि यात्रा गर्ने क्रममा भेटेका दृश्यहरू तपाईँहरूलाई देखाउन गइरहेको छु। र यहाँ चाहिँ यस्तो छ, यहाँनिर एउटा जेसिबी काम गरिरहेको छ। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ यो जेसिबीले चाहिँ यहाँ पुललाई अलिकति मजबुत बनाउनका लागि यति बेला काम गरिरहेको हामी देख्न सक्छौँ। यो पुल भएर नै यहाँनिर इलामको पश्चिमी भागका मानिसहरू चाहिँ सदरमुकाम जाने बाटो यही बाटो हो। यही बाटो भएर जाने गर्छन् गरेर माङसिबुङका र चुलाचुलीका माथिल्लो भागका मानिसहरू चाहिँ सदरमुकाम जाने बाटो एउटै मात्रै बाटो हो। र अन्य वैकल्पिक बाटोहरू पनि छन्, तर त्यो अलिक घुमाएर हुन्छन्। अनि यो अलिक सिधा बाटो रहेको थियो, तर यो चाहिँ अहिले यस्तो अवस्था रहेको छ। यहाँनिर यतापट्टि यो साइडमा चाहिँ पहिला घर थियो, यो घर पनि अहिले छैन। र तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ माथितिर चाहिँ यहाँनिर झोलुङ्गे पुल रहेको थियो, त्यो पुल पनि तपाईँहरू अहिले देख्न सक्नुहुन्छ। तपाईँहरूलाई म अलिक मजाले देखाउँछु। यस्तो छ, यसरी चाहिँ एकदमै क्षति पुगेको अवस्था रहेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ यो झोलुङ्गे यो पुलको पनि एकदमै दयनीय अवस्था रहेको छ अहिले। भने यहाँनिर एउटा घर थियो, यो घर पनि अहिले छैन। त्यस्तै गरेर यहाँ माथितिर एउटा झोलुङ्गे पुल थियो, अहिले झोलुङ्गे पुल पनि एउटा यसो लट्ठा मात्रै झुन्डिरहेको हामी देख्न सक्छौँ। यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर झोलुङ्गे पुलको लट्ठा मात्रै रहेको छ, अनि एउटा यता छेउपट्टिको पुल मात्रै रहेको छ। यो झोलुङ्गे पुल पनि यो खोलाले लगिदिएको छ। भने यहाँनिर यहाँ अगाडिको घरहरू चाहिँ अहिले एउटा पनि बाँकी रहेको छैन। यो देखिएको घरहरू भनेको अलिक बिचमा मात्रै रहेको छ। खोला यता घरतिर पसेको हामी देख्न सक्छौँ र घरहरू अहिले ध्वस्त भएको अवस्था। यो चाहिँ गजुर हालको अवस्था यस्तो भएको छ। यो चाहिँ अलिकति बेसी भएको ठाउँ हुनाले यो बेसीमा चाहिँ राम्रोसँग धान उत्पादन हुने ठाउँ पनि हो। यो लगभग तराईतिर जति धान फल्छ त्यस्तै गरी यहाँ पनि एकदमै राम्रोसँग धान उत्पादन हुने एउटा क्षेत्र पनि हो। भने यो चाहिँ एउटा पवित्र स्थल पनि हो। यहाँनिर मानिसहरू हरेक ठाउँबाट टाढा टाढाबाट पनि मानिसहरू यहाँ विश्वास गरेर पूजाआजा गर्नका लागि आउने गर्छन्। यहाँ अलिकति यहाँनिर मन्दिर चाहिँ छुट्टियो, तपाईँहरू देख्नु सक्दैन। यति बेला चाहिँ म मङ्गलबार आइपुगेको छु। तपाईँ देख्नुहुन्छ यो चाहिँ मङ्गलबारे बजार। अब यहाँदेखि लगभग 1 घन्टामा म इलाम पुग्न सक्छु मोटरसाइकलमा। यो चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ मङ्गलबारे बजार। म यति बेला 4 पहिरै भनेर आइपुगेको इलाम जाने क्रममा। यहाँदेखि उता चाहिँ म शान्ति डाँडाको बाटो जाने आज योजना बनाएको छु। यो एरियाहरू चाहिँ शान्ति डाँडा एरियाहरू हो। ठ्याक्कै यो ठाउँलाई चाहिँ टुकटुक भन्छ, तर एरिया चाहिँ यहाँ शान्ति डाँडाको एरियाहरू हो। तपाईँहरू देख्न सक्नुहुन्छ। आज म यो बाटो इलाम गइरहेको छु। यस्तो छ बाटोको अवस्था। यति बेला चाहिँ म शान्ति डाँडादेखि मुनि पुछारमा आइपुगेको छु। लगभग कुवा खोला पुग्न आँटेको छु। यो ठाउँमा चाहिँ निकै पहिरो गएको रहेछ। र त्यो दृश्य देखाउनका लागि तपाईँहरूलाई एकैछिन अब पहिरोहरूको दृश्य र यहाँ यस वरिपरिको दृश्य तपाईँलाई देखाउन गइरहेको छु। यो देखिएको दृश्य चाहिँ यो कुवा खोलाको किनारको दृश्यहरू हो। यति बेला यहाँनिर धान लगभग पाक्न लागिरहेको छ। एकदमै सुन्दर दृश्य रहेको छ। यो इलाम जिल्लामा चाहिँ पहाडी जिल्ला भए पनि यहाँ धान खेतीहरू विभिन्न बेसी बारीहरूमा धान खेतीहरू गरिन्छ। यस्तै छ, सुन्दर छ, एकदमै राम्रो छ। वरिपरि धान लह पाकेर हेरौँ लाग्दो अवस्था रहेछ। त्यो छ यो धान खेतीहरू चाहिँ कुवा खोलाको किनारतिर गरिएको खेतीहरू हो। यस्तो छ। तपाईँहरू देख्न सक्नुहुन्छ
माथि यो पालाको बर्खामा अस्ति बर्खाभन्दा पनि छेकमा आएको बाढी पहिरोले चाहिँ एकदमै ठुल्ठुलो क्षति गरेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ जतातता भत्केर एकदमै डिलडालहरू खसेको हामी देख्न सक्छौँ। यी पहिरोहरू देख्न सक्छौँ। अनि म यहाँ जहाँ उभिरहेको छु यहाँ तपाईँहरू अहिले देख्न सक्नुहुन्छ यहीँ गएको छु। यहाँ पनि एउटा निकै ठुलो पहिरो खसेको रहेछ। निकै खतरा छ यहीँ। यहाँ निकै जङ्गल भए पनि यहाँ पहिरो गएछ। जङ्गलले पनि पहिरो थाम्छ नै भन्ने चाहिँ नहुँदो रहेछ क्यार। यहाँ बाटो यस्तो छ है। यहाँ पनि डिल अलिकति खसेर सुकिएको थिएछ। अहिले चाहिँ सफा गरेर बाटो खुलेको छ। तर देख्न सक्नुहुन्छ तपाईँहरू यहाँ चाहिँ एकदम खतरा छ। म यही डिलमाथि गएर यति बेला भिडियो बनाइरहेको छु। यो पहिरोको टुप्पामाथि गएर यस्तो छ बाटो चाहिँ। यस्तो अवस्था छ तपाईँहरू देख्न सक्नुहुन्छ। एकदमै राम्रो छ। तपाईँहरू देख्न सक्नुहुन्छ है तलल बगिरहेको अवस्था। यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ खेत रहेको छ। यो खेत पनि जस्तै भर्खरको बाढी पहिरोले पुरेको रहेछ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ पनि निकै ठुलो क्षति भएको रहेछ भन्न सकिन्छ। धान खेती गरिएको रहेछ तर ठाउँ ठाउँमा यसरी पहिरोले पुरेर बिजोग अवस्था चाहिँ रहेछ। खेतीहरू पनि धान खेतीहरू पनि एकदमै बिजोग रहेछ। तर धान चाहिँ यस्तो राम्रो फलेको रहेछ नि त्यति म तपाईँहरूलाई जुम गरेर त्यहाँ छैन। फलिरहेको धान चाहिँ पहिरोले पुरेर यस्तो बिजोग बनाएछ। जति छ जो भएको जति धान चाहिँ यस्तो राम्रो फलेको छ नि तपाईँहरू सक्नुहुन्छ है। कस्तो धान फलेको छ कि साह्रै राम्रो फलेको छ धान चाहिँ। तर पहिरोले बिजोग बनाएको अवस्था रहेछ। अन्त यस्तो दामी फले चाहिँ ओहो। म चाहिँ यति बेला कुवा खोलाको पुलमाथि आइपुगेको छु। यस्तो रहेको छ। तपाईँहरूलाई म एकैछिन यो कुवा खोला वरिपरिको दृश्यहरू तपाईँलाई देखाउने कोसिस गर्नेछु। यो चाहिँ कुवा खोलाको पुल। यो पुलमा आइपुग्नको लागि चाहिँ यता शान्ति डाँडाको बाटो झर्नुपर्ने हुन्छ माथि 4 पैरेबाट। अनि यो चाहिँ यतापट्टि निकै ठुलो पहिरो झरेको रहेछ। देख्न सक्नुहुन्छ यो पालाको अस्तिको असोजको बाढी पहिरोमा निकै नै ठुलो विकराल अवस्था नै आएको रहेछ। खोला चाहिँ यस्तो रहेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ यस्तो छ। यो चाहिँ कुवा खोला यति बेला यस्तो छ। अलिक पछि चाहिँ यो सुकिहाल्छ किनभने यो यसको पानी चाहिँ हाइड्रोले तानेकोले गर्दा यहाँ पछि चाहिँ एकदम सानो थोरै मात्रै हुन्छ। अहिले चाहिँ यहाँ यो कार्तिक महिनामा चाहिँ यस्तो रहेछ पानी। यस्तो अवस्था रहेछ। यो माथितिर चाहिँ धान खेती गरिएको छ। राम्रो धान छ कि यतातिर। यो साल त यस्तो दामी फलेको रहेछ नि। त सदा पनि फल्थ्यो होला। सदा त आउने मौका मिलेको थिएन। आज चाहिँ यो धान पाकेको मौकामा आइपुग्यो। साह्रै राम्रो फलेको छ धान पनि। एकदमै धान खेतीको लागि चाहिँ राम्रो रहेछ। ओहो यो पो मैले ख्याल नगरेको रहेछु। यहाँ त पहिला यहाँ खेत थियो क्या। यहाँ खेत रोपिएको थियो किनभने पोहोरमा आउँदाखेरि यहाँनिर यतातिर सबै यो खेत थियो खेती गरेको थियो। यो चाहिँ यता बाढी सबै यता पसेछ क्या डाँडामाथि। ओहो यो त बिजोग भएछ नि त। अहिले फाइनल्ली म इलाम आइपुगेको छु। तपाईँहरूलाई अलिकति सट्ट इलामको भ्यू घुमाएर देखाउनु छु। यस्तै छ इलाम। तपाईँहरू देख्न सक्नुहुन्छ यति बेला चाहिँ इलामको चियाबारीहरू छ। यो माथि इलामको भ्यू टावर देखिन्छ। लिएर यतापट्टि एरिया चाहिँ अदालत एरिया यस्तो छ। ल यस्तो छ है त इलाम। आजको मौसम इलाम बजार यस्तो छ। यतापट्टि चोक बजार छ। यता म चाहिँ चोक बजारमा भने यता गइरहेको छु। यस्तो छ है त इलाम बजार। यो इलामको तिलकेनी आसपास हिँडेर म पेट्रोल पम्पनिर छु। अब यहाँ भर्खरै तेल लाएर म चाहिँ अब हिँडेको।
यो माथिको चाहिँ इलाम बजारको भ्यू। यति बेला चाहिँ म तल गोला खर्क भन्ने ठाउँमा रहेको छु, इलाम अलि मुनतिर। त्यहाँबाट मैले माथि इलामको भ्यू इलाम बजारलाई हेर्दैछु, मलाई देखाउन गइरहेको छु। माथिको चाहिँ इलाम बजार हो अनि यहाँ तल मैले गोला खर्क भन्छ त्यो एयरपोर्टतिर छिरौँ भनेर इलाम एयरपोर्टमा छिर्नका लागि झरेको छु। यति बेला चाहिँ म इलामको एयरपोर्ट एरियामा आइपुगेको छु। यस्तो रहेको छ इलामको एयरपोर्ट चाहिँ। तपाईँहरूलाई एक चरण सरर घुमाएर देखाउँछु है त। यो चाहिँ इलामको एयरपोर्ट यस्तो रहेको छ। अलिकति यहाँ राम्रो नदेखिने रहेछ। इलामको एयरपोर्ट है त। अब म फर्किने चाहिँ तल देखिएको बाटोले राम्रो देखियो। यो बाटो फर्किन लागेको छु म। यो चाहिँ बेलासी भन्छ त्यो ठाउँ। यति बेला फेरि म कुवा खोलाको तल्लो भाग, यो चाहिँ अहिले इलामदेखि पुच्छार भागमा आइपुगेको छु। यहाँ टेकाएर बेली ब्रिज हालेको थियो। यो अस्तिको दसैँको बाढीले कहाँ लग्यो त्यो निशानै रहेनछ यहाँ। त्यही भएर यहाँ अहिले काठको बनाएको रहेछ। यसो सामान्य बाइकहरूसम्म हिँड्न सक्ने। मलाई लाग्छ ट्याक्सीहरू चाहिँ सानो जिपहरू चाहिँ हिँड्छन् कि काठको बनाएको रहेछ। यो पर देखिएको भिर, यो चाहिँ रागापानीको भिर है त। यो पनि एउटा खतरा भिर चाहिँ हो। सालै पछि यसमा पनि पहिरो जाने गर्छ। बेलासी पुलको अवस्था अहिले यस्तो रहेछ। अस्ति दसैँको बाढीमा लच्किएर चाहिँ एकदमै बिचा भाँचिएको रहेछ। त्यही भएर यहाँ लोड गाडी चाहिँ नहिँदो रहेछ, बाइकहरू मात्रै वरपर गर्ने गर्दो रहेछ। यस्तो रहेछ है त यहाँको परिस्थिति, देख्न सक्नुहुन्छ। यो चाहिँ यति बेला बेलासी, यो ठाउँलाई बेलासी भन्छ। यहाँको पुललाई चाहिँ हामी बेलासीको पुल भनेर चिन्ने गर्छौँ। यस्तो छ। माई खोला एकदमै शान्त बगिरहेको छ। बाढी आउँदा चाहिँ एकदमै रिसाएर आउँछ, तर अहिले चाहिँ एकदम शान्तसँगले बगिरहेको अवस्था। यति बेला चाहिँ म चिसापानी भन्ने ठाउँ आइपुगेको छु। यो चाहिँ चिसापानीको दृश्य हो। चिसापानीदेखि मुनतिरको जङ्गल यस्तो रहेको छ बाटो। यस बाटो चाहिँ एकदम राम्रो छ। वरिपरि सफाको रूप यस्तो राम्रो छ। यो चाहिँ चिसापानी बारेबाट अलिकति मुनतिरको दृश्य हो। यो चाहिँ इलाम जिल्लाको सबैभन्दा पुरानो चिया फ्याक्ट्री हो। अहिले जीर्ण अवस्थामा रहेको छ। तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ सोक्तिम चिया बगान अन्तर्गत पर्दछ है त। यो चाहिँ लोदियाको किनार हो। अब यो धेरै जङ्गलले गर्दा केही देखिएन क्या। यस्तो दामी धान खेती छ नि यहाँ, तर तपाईँहरूलाई देखाउनै सकिनँ। अलिक माथिबाट खिचौँ भनेको रुखले छल्दो रहेछ। तल जाँदा सबै कभरै हुँदैन क्या। यति बेला लोदिया किनार आइपुगेको छु। तपाईँहरू देख्न सक्नुहुन्छ, तर यो जङ्गलले केही देखिएन क्या। बाटो चाहिँ यस्तो छ। यति बेला म इलामदेखि फर्किने क्रममा चाहिँ यसरी लोदियामा आइपुगेको छु। घर फर्किने क्रममा छु यति बेला। यो चाहिँ लोदियाको पुल हो, तपाईँहरू देख्न सक्नुहुन्छ। यो चाहिँ लोदिया खोला। यो पुललाई चाहिँ त्यति असर केही गरेन छ, र यहाँ त्यति बाढीले पनि असर केही नगरेको जस्तो छ। यसो हेर्दाखेरि यो ठाउँ चाहिँ त्यति धेरै क्षति गरेको जस्तो लागेन। यो एरिया चाहिँ अहिलेसम्म ठिकै छ। यहाँलाई जानकारी गराउँदछु। यो चाहिँ सोक्तिम चिया बगान भर्खर विस्तार भएको छ। पहिला चाहिँ अलिक माथि पुरानो चाहिँ अलिक माथिको थियो। अहिले चाहिँ यो भर्खरै विस्तार भएको छ। यस्तो दामी चाहिँ यहाँको चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। सोक्तिमको चिया बगान है यो चाहिँ। सोक्तिम चिया बगान। यो ठाउँहरू घुम्नको लागि एकदमै दामी रहेछ। यो चाहिँ माई नगरपालिका पर्दछ। बेला चाहिँ जानेमा चाहिँ मलाई पनि थाहा भएन कति हो। यो चाहिँ माई नगरपालिका सोक्तिम चिया बगान। सोक्तिम चिया बगान पनि एउटा पुरानो चिया बगान हो। चिया कम्पनीको रूपमा चाहिँ नेपालमा पुरानो
बिर्तामोडदेखि माथि महमै जाने बाटो अन्तर्गत पर्ने यो चाहिँ खोलामा पर्दछ। तपाईँहरू देख्न सक्नुहुन्छ। म यसको वरिपरिको दृश्यहरू पनि देखाउने कोसिस गर्छु। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँनिर यता यो माई खोला बगिरहेछ अनि यो यताको यो सानो खोला चाहिँ यो चाहिँ लोदिया खोला हो भने उताको यो ठुलो खोला चाहिँ माई खोला हो। अनि यो चाहिँ यति बेला यहाँनिर सानीमा हाइड्रो पावरको पावर हाउस हो भने यो चाहिँ लोदिया खोला। अघि योभन्दा अगाडिको पुल चाहिँ माथि यदि माथिको पुल हो भने यो चाहिँ लोदियाको यो अन्तिम तल्लो पुच्छरको पुल हो। यही बाटो भएर बिर्तामोडदेखि माथि महमै जाने बाटो पनि हो। यो मुख्य बाटो चाहिँ यही हो तपाईँहरूलाई। म यहाँदेखि उता अर्को यो पर देखिएको छ। मैले त्यहाँ पर गएर पनि यस पछाडि यो पुल यो चाहिँ माई खोलाको पुल हो। महमैमा भएको माई खोलाको पुल। म त्यहाँ पुगेर पनि तपाईँहरूलाई भिडियो देखाउने छु। यति बेला चाहिँ म महमा आइपुगेको छु र माई खोलाको पुल हो यो चाहिँ। यो पुल 550 मिटर लामो रहेको छ। यो माई खोला यस्तो रहेको छ। एकदमै साँगरी बगिरहेको छ माई खोला हो यो चाहिँ। माई खोलाको पुल जम्मा 550 मिटर लामो छ। अघि मैले यो परदेखि चाहिँ यहाँ यो पुललाई यसलाई देखाएको थिएँ नि। अहिले यहाँदेखि लोदियाको पुल यस्तो देखिन्छ। तपाईँहरू हेर्न सक्नुहुन्छ। यो पर देखिएको चाहिँ लोदियाको पुल हो भने यसरी माई खोला यसरी बगिरहेको छ। माथिबाट आइरहेछन् भने किनारमा यसरी धान खेतीहरू गरिन्छ। एकदमै यहाँ चाहिँ राम्रो धान फल्ने ठाउँ पनि हो। महमै भनेपछि इलाम जिल्लाको एउटा धान उत्पादनको लागि चाहिँ एकदमै राम्रो ठाउँ मानिन्छ। तपाईँहरू देख्न सक्नुहुन्छ यति बेला धान पाक्न लागिरहेछ। यस्तै छ दृश्य। फेरि पनि अर्को पुलमा आइपुगेको छु। अहिले चाहिँ लास्टै गलेर मलाई उत्रिन अल्छी लाग्यो अनि बाइकमाथि नै बसेर तपाईँहरूलाई देखाउने कोसिस गरिरहेको छु। यो चाहिँ लक्ष्मी खोलाको लक्ष्मी पुल भन्छ। यतिखेर तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ पुतली चोकदेखि अलिकति वरतिरको लक्ष्मी खोला हो। यही खोला छ लक्ष्मी खोला र यसैको पुल हो यो चाहिँ लक्ष्मी खोलाको पुल। आज मैले निकैवटा पुलहरू चढिसकेको छु। अझै पनि मास्तिर पुल चाहिँ छ बन्दै गरेको तर तर्न चाहिँ पर्दैन। त्यो के अरे तर्नको लागि चाहिँ तर्नको लागि अहिलेसम्म अनुमति सायद छैन होला जस्तो लागिरहेको छ। बन्दै थियो अस्ति त्यो बनिसकेको छैन होला। बनिसकेपछि मात्रै चढ्न उपयुक्त हुन्छ भने यो यस्तो छ। यो पर बग्दै गरेको चाहिँ यो परतिर बग्दै गरेको चाहिँ माई खोला हो। यस्तै रहेको छ त यहाँको दृश्य। यहाँ चाहिँ केरा खेती गरिएको छ। यो यहाँनिर अलिकति देखिए पनि यो माथि धेरै माथिसम्म यहाँनिर थुप्रै गाउँै केरा खेतीको लागि यहाँनिर चाहिँ पकेट क्षेत्रै बनाएर खेती गर्ने गरिएको छ। यो चाहिँ भर्खर नै 2 वर्ष होला सुरु गरेको। निकै राम्रो यहाँनिर केरा उत्पादन होला जस्तो हामी देख्न सक्छ यस बेला। यो हेर्दाखेरि बोट हेर्दाखेरि एकदमै हेल्दी देखिन्छ। मैले अहिले यहाँ पुरा तपाईँहरूलाई देखाउन नसकेँ भने यस्तो रहेको छ। यो चाहिँ महमै हो। यो चाहिँ बिहिबारे मुनतिरको रिक्वा खोला भन्छ। यो चाहिँ यो पनि एउटा अलिकति बर्खामा चाहिँ अलिक खतरा खोला नै थियो। यहाँ पनि पुल लगभग अब सक्नु लाग्यो। यो पुल कम्प्लिट भएपछि चाहिँ यो ठाउँमा यो बाटो यात्रा गर्न एकदमै सुरक्षित हुनेछ बिर्तामोड जानका लागि र त्यहाँदेखि पाहाडमाथि माङ्से पनि निस्कनका लागि यो एउटा सुरक्षित बाटो हुनेछ। योभन्दा अगाडि चाहिँ यो खोलाहरूमा पुल्न आउँदा अलिक खतरा थियो। अहिले बनिसक्न लागेको छ। यो ठाउँहरू पनि आशा लाग्दो विकासको हिसाबले हेर्ने भने भावी दिनहरूमा आशा गर्न सकिन्छ। चाँडै उन्नति प्रगति हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ। यस्तै छ यो ठाउँहरू। यो चाहिँ बिहिबारे मुनिको पुल हो।